प्रस्तुत छ नेपाली लोककथा सन्ध्या रानीको स्कुलको कथा। ढिला नगरी सुरु गरौँ अब सन्ध्या रानीको कथा। सन्ध्या रानीको घर पानीखेती गाउँमा थियो। उनी हजुरआमासँग गाउँकै घरमा बस्थिन्। त्यसैले उनी 1 घण्टाको बाटो हिँडेर पैचुङ गाउँमा पढ्न जान्थिन्। उनी स्कुल जाँदा बाल्टिन भरी दुध लिएर जान्थिन्। त्यो दुध राधिका होटलमा बेच्थिन्। घर फर्कँदा आफ्नो घर आउँथिन्। बीच बाटामा एक्लो पिपलको बोट थियो। त्यहाँ लालकर्णी आमै आरु बखडा बेच्नुहुन्थ्यो। अन्य गाउँलेले आमैहरू पनि फलफुल र मोही बेच्नुहुन्थ्यो। सन्ध्या रानी सधैँ घर फर्कँदा आरु बखडा किनेर खान्थिन्। एक दिनको कुरा हो, सन्ध्या रानीले लालकर्णी आमैको आरु बखडाको थुप्राबाट 2 रुपियाँको आरु बखडा किनिन्। उनले 500 रुपियाँको नोट आमैलाई दिइन्। आमैले निकै बेर गनेर सन्ध्या रानीलाई 18 रुपियाँ फर्काउनु भयो। 5 को नोटलाई 20 को नोट भनेर झुकिन् बुढी। मजा भयो भन्दै मनमनै रमाउँदै सन्ध्या रानी घर पुगिन्। यसरी धेरै पटक सन्ध्या रानीले पाउनु पर्ने भन्दा बढी पैसा लालकर्णी आमैबाट हात पारिन्। 1 वर्षपछि उनको खुत्रुकेमा 200 रुपियाँ भन्दा बढी पैसा जम्मा भयो। एक दिनको कुरा हो, दसैँ आउन लागेको थियो। सन्ध्या रानीले आफ्नो हजुरआमा छेउ गएर लाटो स्वरमा सोधिन्, हजुरआमा, तल्ला घरकी पातलीलाई त उसकी आमाले नयाँ जामा किनिदिने अरे दसैँमा, मलाई चाहिँ के किनिदिने नि? हजुरआमाले आँखाभरि आँसु पारेर भन्नुभयो, खै नानी, छ भने घरमा केही छैन। तेरो बाबु मुगलान पसेको यतिका दिन भयो, अत्तो पत्तो केही छैन। घरमा 1 पैसो छैन। पख एउटा बाख्रो छ, त्यो बिकेछ भने केही किनिदिउँला। सन्ध्या रानीले पहिलोपल्ट घरको दुःख थाहा पाइन्। उनले हजुरआमालाई अब पिर नपार्ने निदो गरिन्। उनी रुँदै त्यहाँबाट बाहिर निस्किन्। केही दिनपछि एक दिन उनी स्कुलबाट घर फर्कँदा हजुरआमालाई निकै खुसी भएको देखिन्। उनले हजुरआमाका छेउमा गएर सोधिन्, के भो हजुरआमा, किन यति धेरै खुसी हुनुभएको? हुन पनि पछिल्ला दिनहरूमा हजुरआमा त्यतिको खुसी कहिले देखिनु भएको थिएन। हजुरआमाले खुसी हुँदै भन्नुभयो, हेर नातिनी, हाम्रा बाख्रा 500 मा बिक्यो। त्यो रिजल्टारको मिया आएको थियो, लिएर गयो। अब त तिमीलाई जामा किनिदिन सक्छु नि म। सन्ध्या रानीले ठट्यौली गर्दै भनिन्, होइन होला, मैले त पत्याइन। हजुरआमाले जुरुक्क उठेर भन्नुभयो, नपत्याए कि? पख, म तँलाई पैसा ल्याएर देखाइदिन्छु, 500 रुपियाँ। हजुरआमा भित्र पस्नु भयो र एकैछिनमा हातमा पैसा लिएर निस्किँदै भन्नुभयो, यो हेर नानी, मैले भनेको तैँले कहिले पत्याइनस् अघि? सन्ध्या रानी हतार हतार पैसा हातमा लिएर गन्न थालिन्। 50 रुपियाँका 5 वटा नोट थियो, 250 रुपियाँ। गनिसकेपछि सन्ध्या रानीले आत्तिँदै भनिन्, 250 रुपियाँ मात्रै छ हजुरआमा। हजुरआमाले हाँस्दै भन्नुभयो, ठट्यौली गर्छेस् नै, 100 का 5 वटा नोट छन्, म थाहा पाउँदिन कि क्या हो? हरियो नोट 100 को, निलो भए 50 को हुन्छ। स्कुलमा यस्तो पढाए पो बुझ्थी त तनाथेले। सन्ध्या रानीले फेरि निहालेर पैसालाई हेरिन्। 50 कै नोट थिए सबै हरिया रङका। उनले फेरि भनिन्, हजुरआमा, 250 नै छन्, यी हरिया नोट पनि 50 कै हुन्। हजुरआमा गहभरि आँसु पारेर रुन थाल्नुभयो। सन्ध्या रानीले पहिलोपल्ट पढ्न लेख्न नसक्ने रङले पैसा चिन्ने मान्छेको पीडा थाहा पाइन्। वास्तवमा 50 रुपियाँको नोट हरियो पनि हुन्छ भन्ने कुरा हजुरआमालाई थाहा नै थिएन। भोलिपल्ट स्कुलबाट फर्कँदा उनले लालकर्णीले बढ्ता पैसा फर्काएको यस्तै कारणले गर्दा हुन सक्ने शङ्का गरिन्। उनले सोध्ने विचार गरिन्। 2 रुपियाँका आरु बखडा मागेपछि सन्ध्या रानीले आमैलाई सोधिन्, आमै, दिनमा कति रुपियाँका आरु बखडा बेच्नुहुन्छ? आमैले निर्दोष जवाफ दिनुभयो, खै बा, कति कति आफू गर्न जान्दिन। बुहारीले कहिले 50 भन्छे, कहिले 100 भन्छे, उही जानोस्। बिचरा बुढीको पीडा उसकी हजुरआमाको जस्तै थियो। खुत्रुके भरिको पैसा सम्झेर सन्ध्या रानीलाई दुःख लाग्यो। उनको आँखाबाट आँसु झर्यो।
आमैले पुलुक्क सन्ध्या रानीको मुखतिर हेरेर भन्नुभयो, के भयो नानी, किन रोएकी? सन्ध्या रानीले आँसु पुस्दै भनिन्, मेरी हजुरआमा जस्तै तपाईँलाई पनि पढ्न लेख्न आउँदैन। आमैले ठाडो जवाफ दिनुभयो, कहाँ आउनु नि, उहिले हाम्रा पाला अहिले जस्तो स्कुल कहाँ थियो र, पढेको भए पो आउनु बा। भोलिपल्ट स्कुल जानुभन्दा अघि सन्ध्या रानीले आफ्नो खुत्रुकेबाट 10 रुपियाँ झिकिन् र जतनले खल्तीमा हालिन्। फर्कदा लोकेका पसलबाट एउटा कापी अनि एउटा सिसा कलम किनिन्। पिपल बोटमा झोला बिसाएर उनले त्यस दिन पनि 2 रुपियाँका आरु बखडा किन्दै लालकर्णी आमैलाई भनिन्, आमै, म हजुरआमालाई पढ्न लेख्न सिकाउँछु नि, अनि आफै पैसा गर्न जानिन्छ। यी मैले कापी र सिसा कलम किनेर ल्याएको छु, पैसा आफै गर्न सकिन्छ भन्ने सुनेपछि आमै उत्साहित हुँदै अघि सर्नुभयो। सन्ध्या रानीले आमैका हात समाएर क लेख्न सिकाइन्। भोलिपल्ट पनि सन्ध्या रानी घर फर्कदा पिपल बोटमा पुगिन्। फेरि 1 घन्टा क ख राको अभ्यास भयो। त्यस दिन छेउछाउका अरू आमैहरूले यी गुरु शिष्यलाई चियाएर हेर्नुभयो। अर्को दिन कक्षामा अरू आमैहरू पनि पढ्न आउनुभयो। सन्ध्या रानीले सबैलाई खुत्रुकेको पैसाबाट कापी र सिसा कलम किनिदिन्। 1 हप्तामा पिपल बोटको स्कुलमा 11 जना आमै विद्यार्थी जम्मा भए। यता नातिनी जहिले स्कुलबाट ढिलो घर आउँदा हजुरआमालाई चिन्ता लाग्न थाल्यो। बढेकी नातिनी बरालिन् कि भन्ने डर हुन्थ्यो उहाँलाई। उहाँ सधैँ पिँढीमा बसेर कुर्नुहुन्थ्यो नातिनीलाई। केही दिनको निगरानी पछि एक दिन नातिनीको खोजी गर्दै हजुरआमा दारिम पातेको लौरो टेक्दै पर डाँडामा पुग्नुभयो। बजारबाट फर्कदा थाकेर आराम गर्न बसेको तारानाथलाई सोध्नुभयो, बाबु, मेरी नातिनीलाई यताउता कतै देखेनौ? तारानाथले तुरुन्तै जवाफ दिए, ऊ त पिपलका फेदमा फलफुल बेच्ने बुढीहरूसँग गफ चुटेर बसेकी छ तिम्री नाति। हस्याङ फस्याङ गर्दै हजुरआमा पिपल बोटमा पुग्नुभयो। त्यहाँ उनकी नातिले बडो माया र लगनशीलताका साथ आमैहरूलाई पढाएको देख्दा छक्क पर्नुभयो। हजुरआमालाई नजिकै देखेर डरले काम्दै सन्ध्या रानी आफू बसेको ठाउँबाट उठिन्। सन्ध्या रानी डराएको बुझेर लालकर्णी आमैले हजुरआमालाई भन्नुभयो, सरस्वती जस्ती छिन् तिम्री नाति, 32 लक्षण भएकी। यिनका दयाले हामी सबैले पढ्न लेख्न र हिसाब गर्न पनि जानिसक्यौँ। अर्की आमैले अघि सर्दै भन्नुभयो, हो, अब त हामी पैसा पनि चिन्छौँ, नोट छुटाउन सक्छौँ, अब त हामीलाई कुनै ठगले झुकाउन सक्दैन। हजुरआमाले झलझल्ती मियाले ठगेको कुरा सम्झिनुभयो। उहाँका गहभरि आँसु भरिए। उहाँ आफ्नी नातिनीलाई छातीमा टाँसेर खुकुक गरी रुन थाल्नुभयो। सन्ध्या रानीका पनि आँखा रसाए। हजुरआमाले आँसु पुस्दै भन्नुभयो, मेरी नातिनी, तिमीलाई त तिम्रा बुवा आमाले छाडेर गए, तर तिमीले यति धेरै आमाहरूलाई कमायौ। तिमी देवी हौ। अबदेखि तिमीले मलाई पनि क ख रा पढाउनु पर्छ। आजको श्रृङ्खलामा मैले लोककथा सन्ध्या रानीको स्कुलको कथा प्रस्तुत गरेको थिएँ। फेरि अर्को हप्ता अर्को श्रृङ्खला लिएर आउने बाचाका साथ म छुटिन चाहन्छु। हस्त नमस्ते।